हामीले देशको यति पावरफुल नेता गुमाएका छौँ नि। होम मिनिस्टर गृहमन्त्री सुदन गुरुङलाई गुमाएका छौँ हामीले। हामीलाई पछुतो त अफकोर्स पछुतो हुन्छ, धेरै पछुतो हुन्छ के। हामीले यस्तो पावरफुल व्यक्तिलाई गुमाएका छौँ नि भाइ, हिरा गुमाएका छौँ हामीले। माने कि कुनै सेयरको एजेन्डा ऊ पैसाको ऊ भनेर ऊ माथि गृहमन्त्रीमाथि जुन आरोप लगाइएको छ नि, एक त यिनी चान्चुने यिनी 2-4 कौडीका यिनी क्यामेरा तेर्साएर ऊ गर्नेहरूले पनि चाया चुसो गर्नेहरूले पनि दबाब हालेर हो होइन। तिनीहरू भनेका सब आफ्नो भ्युजको लागि र आफ्नो के भन्छन्, आफ्नो एमाले भातेहरूको लागि, तिनी भतुवाहरूको लागि, तिनीहरूको 500,000मा बिकेका तिनी खातेहरूको लागि उनीहरूले बोले। तिनी भतुवाहरूले बोल्दाखेरि बोलेर नै के हुन्छ होइन, बोलेर नै सब कुछ हुन्छ, सबै थोक हुन्छ, नराम्रो कुरा भइदिन्छ होइन, बोलेर नै हुन्छ। अनि तिनी भतुवाहरूले गर्दाखेरि छ नि जुन दबाब, यो बस्नेत सस्नेत भन्ने छन् नि यिनी खातेहरू, यिनीहरूले गर्दाखेरि हो देश बिग्रेको। हामीहरू विदेशमा बसेका नेपालीहरूको अहिले चासोको विषय बनेको छ। हामीले यति शान्ति मिलेको थियो नि, हामीलाई यति शान्ति मिलेको थियो नि, हामी सोच्न पनि सक्दैनौँ, तिमीहरू सोच्न पनि सक्दैनौ, हामी यति खुसी थियौँ नि भाइ, हाम्रो देश नेपाल अब चाहिँ केही होला है भन्ने जस्तो थियो। हामीलाई थाहा छ उनीहरूसँग करोडौँ छ, पैसा करोडौँ छ। तिमीहरू जस्तो अङ्गुठा छाप छैनन् उनीहरूले पढे लेखे आफ्नो बलबुत्ता र आफ्नो के भन्छन् आफ्नो स्ट्राटेजी खडा गरे होइन। आफ्नै बिजनेस हुन्छ, सेयर होल्डर हुन् कि जो सुकै हुन्, कसैका इन्फ्लुएन्सर हुन्छन् त, कोही सोसल क्रिएटर हुन्छन् होइन, बेग्लै बेग्लै हुन्छन्, पैसा कमाउने तरिकाहरू बेग्लै हुन्छन्। कसैसँग करोड होला, मिलियन होला अहिलेको विषयमा यिनी नयाँ नेताहरूको उसमा होइन। अनि पुरानाहरूसँग के थियो स्ट्राटेजी, साला पिठुमा एउटा झोला हालेर काठमाडौँ छिरेकावाला अहिले अर्बौँमा छन्। उनी खातेहरूले गर्दाखेरि, अहिले तिनी नेताहरूले गर्दाखेरि होइन, झोला हालेर काठमाडौँ छिरेर राजनीतिमा घुसे, अहिले अर्बौँको स्ट्राटेजी खडा गरे, यत्रो खडा गरेर जनतालाई लुटे। अहिले जनताहरू तिनी नेता बने, अनि नेता बनेर 500,000 रुपियाँ तेल भर्नलाई, गाडीमा डिजल भर्नलाई, पेट्रोल भर्नलाई दिए। अनि दिएर ल हाम्रो बारेमा बोल राम्रो तरिकाले भने होइन, हाम्रो ज्ञान गाऊ, हाम्रो नुन खाऊ, हाम्रो गु खाऊ भने माया दर्कुल्लीहरूले, रानीका छोराहरूले अहिले उनीहरूको ज्ञान गुण गाए, उनीहरूलाई प्रेसर हाले होइन। हो तिनी व्यक्तिहरूले गर्दाखेरि छ नि, अहिले तिनी व्यक्तिहरूले गर्दाखेरि छ गृहमन्त्रीलाई आउट गर्यो। थाहा छ तिनीहरूका पनि छोराछोरी होलान्, तिनीहरूका पनि एक जमानामा नाति नुतिना होलान्। देश यस्तै तल्लो स्तरमा गयो भने नि, तल्लो स्तरमा गयो भने छोरा नाति, तिमीहरू त चोर छौ, तर तिमीहरूका कुनै व्यक्ति त, कुनै सन्तान त होला जो कि राम्रो सोच भएका हो, तिनीहरूले सोच्ने छन्। अनि तिमीहरूको विरोधमा उत्रिने छन् क्या होइन, सत्यको पछाडि जाने छन्। तिमीहरू जस्तो असत्य र अवाक्षीहरूको लागि होइन। उनी पनि कस्तो हाम्रो देश बनेछ भनेर आफ्नो देशको बारेमा राम्रो होइन नराम्रो सोच्ने छन् ती नेताहरूको बारेमा। बुझ्यौ, कस्तो नेता जन्माएछन्, कस्तो नेताले हाम्रो देश चलाएछ भन्ने हुन्छ। त्यसैले कम उमेरमा र कम समयमा मैले धेरै न्युजहरू हेरेँ, इन्टरनेसनल लेभलका न्युजहरू पनि हेरेँ नि, जुन नेपालको अति नै प्रशंसा भएको थियो नि। यो 1 महिनामा यति प्रशंसा भयो थियो नि भाइ। पब्लिक डिजे नेपालको होम मिनिस्टर र ऱ्यापर नेपालको प्रधानमन्त्री भनेर जुन यिनले देश चाहिँ यस्तो हाँकेका छन् भन्ने अमेरिकन न्युजबाट मैले सुने। अनि पडोसी मुलुक यति ठुलो भारतबाट सुने, चाइनाबाट सुने, रुसियाको युक्रेनको न्युजबाट सुने मैले होइन।
यस्तो दामी आफूलाई गर्व महसुस भएको थियो नि हामीहरू विदेशमा बसेर राजनीतिको जुन नेपाल राम्रो होस् भनेर चासो राख्छौँ नि, हामीहरूको लागि यति राम्रो थियो नि। तर नेपालका भाते भतुवा बस्नेत पर्साई सर्साई जस्ता नि खाते खतुवाहरूले गर्दाखेरि चाहिँ नि आज होम मिनिस्टरलाई, गृहमन्त्रीलाई आउट गरे है। राम्रो हुनेवालो छैन, देश सिद्धिन सक्छ, बुझ्यो नि। ल